नमस्कार साथीहरु सबैजनालाई। साथीहरु उहाँ चेलीको भिडियो हेरेर साह्रै मन छोयो। साह्रै राम्रो भिडियो बनाउनु भएको रहेछ। एकदम मन छुने खालको भिडियो छ। सबैजनाले हेरेर सक्दो शेयर गर्नुस् है साथीहरु। सुनै मेरा बुढा की रखौली परान प्यारी मुटु कलेजो मात्रै थिस हिजोसम्म त आजदेखि त थाहा भयो नि त ओकिल नि न्यायाधीश नि पनि रचेस अनि भनिस् नि त जस्तो म विदेश गएको छैन म नेपालमै छु भनेर। हो तै जस्ता कला हुनेले हो बुइनी अर्काका बुढासँग लाग्ने 6 महिना वर्ष दिन बस्ने डिभोर्स गर्ने सम्पत्ति धुतधात पार्ने लिने हिँड्ने फेरि अर्कोसँग जाने सम्पत्ति धुतधात पार्ने 2-4 वर्ष बस्ने अनि उत्योसँग पनि हिँड्ने फेरि तै जस्ताले हो अर्कासँग जाने 1-2 वर्ष बस्ने पेलात पुलु छोराछोरी पाउने सम्पत्ति धुतधात पार्ने लिने कोही छोराछोरी माइतमा कोही छोराछोरी उता बुढाका घरतिर चाना र गुन्द्रुक पारेर हो तै जस्ताले हिँड्ने तै जस्ता कला भएकाले हो। हामी जस्ता कला नहुने गला पनि नहुनेले हो अर्काको देशमा आउने त्यो पनि आफ्नो बुढाले दुःख दिएर आफ्नो बुढाले हरेक पीडाबाट क्याचकुच पेलपाल पारेर बाँच्ने स्थिति नभइसकेपछि हो अर्काका देशमा आएर जुठा भाँडा माझेर अर्काको टोयलेट घोटेर 2-4 पैसा भेला बनाएर आफ्नो छोराछोरीलाई आफ्नो घर परिवारको लागि पठाउने आमा हो के बहिनी। आमा 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 बुझिस् कि नै आमा हो। त जस्तो नपुङ्सी जस्तो छोराछोरी जहाँ जहाँ पायो त्यतै छोड्ने त जस्तो कता कता गर्ने दुनियाँका घरबार भाड्ने आफ्नो पैसाको मात्रै बिटो बनाउने होइन के हामी भनेको आमा हो। आमा एउटा एउटा सच्चा जिम्मेवार पुरुष भइसकेपछि बाहिर 10वटा केटी खेलाओस् न 10वटा केटी लिएर हिँडोस् न केही पर्वा हुँदैन। तर आफ्नो घरको परिवारको लागि आफ्नो घरको छोराछोरीको लागि आफ्नो घरको शिर सम्मानको लागि इज्जतमा राख्न सक्छ इज्जतमा बस्न सक्छ इज्जतमा राख्न सक्छ नि हो। त्यसले 10वटा केटी बाहिर लिएर हिँडे पनि केही फरक पर्दैन घरको लागि जिम्मेवार पुरुष छ भने। जो जिम्मेदार पुरुष होइन बाहिर जतिवटा केटी ल्यायो त्यतिवटा केटी ल्याउँदै घरमा टक्कस्तै घरको बुढीलाई नि निकालेर खेद्नु भन्दै छोराछोरीलाई नि त यता र उता भन्दै दुनियाँ मुख छाड्दै छोरी हुन् भाइ छोरी हुन् ती छोरा होइनन् तेरो दुनियाँ थरी मुख छाड्ने छोरी हुन् ती दुनियाँ थरी नाना भाती गाली नाना भाती धम्की गलोज दिने छोरी हुन् के छोरी हुन् छोरा होइनन् ती लक्ष्मी हुन्। बुझ्यो कि नै बुझ्यो तैँले नै हो नि सिकाउने त। अहिलेसम्म त 4-5 वटी आइपुगे यस्ता छोराछोरीलाई गाली गर्ने मुख छोड्ने दुनियाँ नाना भाती भन्ने त कोही पनि पुगेका थिएनन् डिभोर्ससम्म त पुगेका थिएनन्। तैँ टाठी बाठी रचेस रखौली नि तैँ रहेछस् नि त टाठी बाठी वकिल नि न्यायाधीश नि अरू कलम चलाएर न्यायाधीश नि बन्छन् त मोबाइल चलाएर न्यायाधीश नि बन्दिरहेछस् नि त। मेरो भिडियोले तेरो मुटुसम्म हल्यो भने सोच त मेरो घरसम्म आएर मेरो उसम्म आइपुग्दा तेरो मुटु कस्तो हुन्छ भनेर सोच विचार गर है विचार गर। जे गर्नुपर्छ त्यही बुढालाई गर। तेरो बुढो त मैले साँडे गोरु छोड्दा जस्तै छोडिदिएको हो जबकि मलाई मेरा परिवारमाथि म माथि मेरो छोराछोरीमाथि ज्यान मार्ने धम्की जहाँ भेट्यो ती मार्छु भनेर धम्की दिइसकेपछि हो म पब्लिक आएको। नभएदेखि 8-9 वर्ष भइसक्यो आफ्नो घरको इज्जतको लागि आफ्नो आफन्तको इज्जतको लागि आफ्नो इज्जतको लागि बसेको आफ्नो इज्जतको लागि आफ्नो परिश्रम बेच्न परदेश आएको आफ्नो इज्जतको आफ्नो छोराछोरीको लागि हो परदेश आएको। बुझिस् कि नै अहिलेसम्म यत्रो वर्ष भयो चुपचाप बसेको आफूले जति कमाउँछ त्यति पठाउँदै पहिलाई पनि पठाउँदै छोराछोरीलाई पठाउँदै बसेको। त जस्तो लहर मौरी लागिसकेपछि हो मलाई धाक धम्की आएर मेरा छोराछोरीमाथि धाक धम्की आएर चाहिँ म पब्लिक आउन परेको ताकि भोलि मेरो ज्यान मेरो परिवारको ज्यान केही तलमाथि हो भयो भने गराइस् भने तैँले त 2टा पर्छस् भनेर हो। जब कसैले नखोजे पनि प्रशासनले त खोज्दै होला नि त। प्रशासनले खोजे पनि तँलाई सजिलो होस् प्रशासनलाई सजिलो होस् त 2टाले यस्तो यस्तो गरेको छौ मलाई मेरो परिवारमाथि यस्तो दबाब दिएको छौ यस्तो मार्ने धम्की दिएको छौ अब के रे डिभोर्स गर्छस् भने गर्दिनस् भने तँलाई मार्छु तेरा परिवार मार्छु भनेर जुन धम्की दिन लाछेस् नि हो त्यही भएर हो म पब्लिक आएको। बुझिस् कि नै सजिलोको लागि हो। भोलि प्रशासनलाई केही अप्ठ्यारो नहोस् मेरो त एकमुठी सास मेरो फुत्ता निस्केर गयो भने पनि कसैलाई गाह्रो नहोस् अप्ठ्यारो नहोस् खोज्न तिम्रो 2टालाई सजिलो होस् हो भनेर हो। यति आँट छ यति हिम्मत छ बोइलीका बुढाबाट के कति सम्पत्ति लिएछस् आइज न आइज। मेरो एउटा भिडियोले त तेरो मुटु हल्लिएछ आइस् त फेस टु फेस। पहिले कति नम्बरमा तिनैमा ब्लग गर्दै बस्दै दुनियाँ गर्दै बसे कि अहिले त्यो भिडियोले त तेरो मुटु हल्लियो आइछस् त। म बक हुँ बक बक गर्दै म हो भन्दै आइथिस् त बक्दै मुटु हल्लियो। एउटा भिडियो हाल्दा त मुटु हल्यो भने सोच त मसँग गरेर खाना कतिको आँट रहेछ कतिको हिम्मत रहेछ। बुझिस् कि नै
अर्कालाई यो मुखले बोलेर जति त्यो अर्कालाई बोल्न सजिलो हुन्छ नि त्यति नै गर्नलाई पनि गाह्रो हुन्छ, अर्कासँग भिड्न त्यति नै गाह्रो हुन्छ, बुझिस् नि। मैले त बुढो साँडे गोरु छोडिदिएको 8-9 वर्ष भइसक्यो, बुझिस्। जे गर्नुपर्छ त्यही बुढालाई गरे हुन्छ। मलाई मेरो परिवारमाथि मेरो छोराछोरीमाथि कुनै दबाब कुनै अभाव दिने कोसिस नगर, बुझिस् कि नै। त्यो बुढाको नाममा त केही सम्पत्ति छैन, अनि त्यो सम्पत्ति नभइसकेपछि त यो बुढीलाई त बाटो लाउनु पर्यो, के गर्नु पर्यो कसो गर्नु पर्यो नगरी त यो धुत्न त पाइएन। त्यतिकै त्यही ट्रिक चला कि होलिस् होइन, चला। तेरो दिमागले कतिसम्म काम गर्छ चला, बुझिस् कि नै। कति कमाउँदैछ उतै चला, दिमाग चला। त उतै बुढो चलाए नि भयो, उतै जे गरे पनि भयो। फुट्टा नि यो कस्तो जुग आए, कस्ता जमाना आए हेर। आफ्नो घरबार बिगारेर आफ्नो घरबार पनि नबनाउने, अर्काको घरबार बनिराखेको घरबार पनि बिगार्ने बाँदर यस्ता लहौरीहरूको पछि लागेर हो यी केटा मान्छे बिग्रिएका। यी लहर मौरीले केटाहरूले नपछि आफ्नो घर बनाउँछन्, अर्काको घर बनाउँछन्, बनिराखेको घर पनि बिगार्छन्, पछि यता न उता बाँधेर सम्पत्ति धुत्ने मात्रै हुन् यस्ता लहौरीहरू। रखौटी